नमस्कार, हिट नेपालको च्यानलमा तपाईलाई स्वागत छ। आज पनि हामी तपाईलाई एउटा नयाँ फ्रेश रिपोर्ट लिएर उपस्थित भएका छौं। आज हामी कुरा गर्नेछौं भारतीय चर्चित कमेडियन कपिल शर्माको बारेमा। मानिस कति चाँडो माथि पुग्छ र कति चाँडो झर्छ भन्ने एउटा उदाहरण बनेका छन् कमेडियन कपिल शर्मा। हो, यति बेला भारतीय मिडिया कपिल शर्माको बारेमा रङ्गिएका छन् र उनको सो द कपिल शर्मा सो अब के हुन्छ भन्ने बारेमा पनि धेरै चर्चा परिचर्चा भइरहेको छ। यसलाई अझ विस्तृतमा भनौं, अस्ट्रेलियाबाट फर्किने बेलामा जब कपिल मदिराले माथिए त्यसपछि उनले आफ्ना अन्य साथीहरूलाई मनलाग्दी गाली गरे। त्यही गाली आज उनको करियरका लागि सबैभन्दा ठुलो भारी परेको छ। हो, अस्ट्रेलियाबाट सो गरेर फर्कने बेलामा कपिलले उनका सबैभन्दा नजिकका साथी मसुर गुलाटी अर्थात् सुनिल ग्रोवरलाई जुत्ता हाने। उनले भने, त मेरो नोकर होस्, मैले तँलाई यहाँसम्म पुर्याएको हुँ, मैले चाहे भने तिमीहरूलाई अहिले नै सोबाट निकालिदिन सक्छु। मदिराले मातिएका कपिलसँग सुनिलले बाजाबाज गरेनन्, उनलाई सम्झाउने कोसिस गरे। तर सुनिलको सम्झाइले मात्र कपिल मानेनन्। जब प्लेनभित्रका क्रू मेम्बरले कपिललाई थ्रेटन दिए त्यसपछि मात्र उनी शान्त बनेका थिए। घटना सुरु भएको थियो कपिलले मदिरा खाइरहँदा उनका अन्य साथीहरूले खाना खानु। जब क्रू मेम्बरले अन्य साथीहरूलाई खाना बाँडे उनीहरूले खाना खाए। त्यसपछि कपिललाई रिस उठ्यो र उनले मलाई नभनिकन मैले नखाइकन तिमीहरूले खाना कसरी खान सक्छौ भन्दै गाली गरे र सुनिलमाथि जुत्ता वर्षाए। त्यही जुत्ता आज उनको करियरको लागि सबैभन्दा ठुलो भारी परिरहेको छ। आज कपिल एक्लिएका छन्। उनको सोमा जान बलिउडका सेलिब्रेटीहरू पनि मानिरहेका छैनन् भन्ने खबरहरू सार्वजनिक भइरहेका छन्। यही बीचमा तपाईलाई अर्को खबर पनि भनिहालौँ। कपिलको सोमा सुनिल फर्कन्छन् या फर्कँदैनन् भन्ने चर्चा परिचर्चा चलिरहेको बेलामा अब सुनिललाई लिएर कलर्स टेलिभिजनले नयाँ सो ल्याउने भएको छ र यो सोमा दादी, जो कपिल शर्माको सोमा दादीको नामले परिचित थिए, उनी पनि आउने भएका छन्। र कलर्स च्यानल केही समय अगाडि मात्र कपिलले झगडा गरेर छोडेका थिए, कमेडी नाइट्स विथ कपिल। यो सो छोडेपछि कलर्सले अन्य केही कमेडी सो लन्च त गर्यो तर ती सफल भएनन् र कपिल सोनी च्यानलमा सर्वाधिक चर्चित बने। कपिल गएपछि नै सोनी च्यानलको टिआरपी निकै माथि उठेको थियो। तर कपिलले आफ्नो स्टारडमलाई बिर्सँदा र कपिलले आफ्ना साथीहरूलाई मान्छे नगन्दा आज उनको सो बन्द हुने अवस्थामा पुगेको छ र भोलि कपिल के गर्छन् र उनको करियर कसरी अगाडि बढ्छ भन्ने सर्वत्र चासो यति बेला भइरहेको छ। कहिले नायिका विद्या बालनलाई सेटमा 6 घण्टा कुराएको त कहिले अनुष्का शर्मा सेटमा लामो समय कुर्नु परेपछि धन्नै फर्केका जस्ता घटनाहरू सार्वजनिक भइरहेका थिए। सायद त्यसैले पनि होला आज कपिललाई आफ्नो सोमा बलिउड कर्मी गेस्ट बोलाउन पनि धौधौ परिरहेको छ र उनी अहिले अन्य गेस्टहरूलाई बोलाएर सो सञ्चालन गरिरहेका छन्। कपिलका लागि करिब 1 अर्ब 10 करोडमा एग्रिमेन्ट गरिसकेको थियो सोनीले अप्रिलबाट नयाँ। तर अब त्यो एग्रिमेन्ट के हुन्छ भन्ने पनि चर्चा चलिरहेको छ। कपिल यति बेला सर्वाधिक तनावमा छन्। उनलाई त अभिनेता सलमान खानले स्टारडम बनाउनु भन्दा पनि स्टारडम बचाउनु आवश्यकता भएको र स्टारडम बन्यो भन्दैमा घमण्ड नगर्न चेतावनी पनि दिइसकेका छन्। यति बेला सिङ्गो बलिउड र सिङ्गो मिडिया कपिलको विपक्षमा उत्रेको छ र भारतीय जनताहरू पनि सुनिलको पक्षमा देखिएका छन्। सुनिल कपिलको सोमा नफर्कने भन्दै कलर्स च्यानलबाट नयाँ सो ल्याउन तयार भएर बसेका छन्। यस्तो अवस्थामा कपिलको नयाँ फिल्म फिरङ्गी रिलिज हुन्छ या हुँदैन र त्यो फिल्मले कस्तो व्यापार गर्छ त्यो पनि भोलिका दिनमा मात्र थाहा हुने कुरा हो। एउटा स्टार जसले वर्षको 23 करोडसम्म कर तिरेको छ। कपिलले यो वर्ष मात्र करिब 23 करोड कर तिरेका छन् र उनले गत वर्ष 7 करोड मात्र कर तिरेका थिए। यसरी एकाएक उदाएको एउटा स्टार, एउटा कमेडियन आज करियरको सबैभन्दा खराब समयमा दौडिरहेको छ। साँच्चै कपिलको करियर अब के होला? के कपिल शर्मा सो पहिलेको जस्तै गरी सञ्चालन होला? के कपिल शर्मालाई पहिले जस्तै गरी भारतीयहरू र आम विश्वमा रहेका उनका फ्यानले सम्मान गर्लान्? सबैभन्दा ठुलो प्रश्न यति बेला यही रहेको छ र कपिल यति बेला यही दोसाँधमा दौडिरहेका छन्। हामी त कपिलको सोमा सुनिल पनि फर्क्यौँ र त्यो सो जसरी पहिले हिट भएको थियो त्यसरी नै हिट भओस् भन्ने चाहना राख्छौँ। तर अब यो सम्भावना निकै कम देखिएको छ।